यो भिडियो के रहेछ एकचोटि हेरौँ है पुरा साथीहरु। गर्नलाई खसी लिएर आएको सर हैन, खसी ल्याउँदा मेरो कागज बिलबुक सबै रेडी, सबै मेरो ओके छ हैन सर हैन। तपाईले चाहिँ अब यसलाई फर्मको नाममा भन्नुहुन्छ, कसरी फर्मको नाममा हुन्छ सर? ल भन्नु त। कृषि फर्म भनेर मेरो आफ्नो कृषि फर्म छ सर, जे कृषि फर्म छ, मेरो मिट सप छ, प्यान भ्याटमा दर्ता छ मेरो सर हैन। ल यसमा काम गरेर खान्छु भन्ने किसानको लागि अथवा नेपालमै गरेर खान्छु भन्ने साथीहरुको लागि चाहिँ खासै नेपालमा खास ठाउँ छैन जस्तो चाहिँ। भाडाको लागि हो नि त सर, यहाँ त निजी भाडा देखे हेर्नु त, निजी भने हैन सर, मैले आफ्नो हिसाबले प्रयोग गर्न पाइन्छ सर। त्यही त तपाईको नाममा हुनु पर्यो के मेरो सर, मेरै नाममा त हो नि यो सर। यो साथी छोड्यो भने मैले किनेको नामसम्म कागज छ सर। तपाईले अनावश्यक दुःख यही नेपालमा दुःख गर्छु, विदेशमा अर्का देशमा गर्दैन, यही दुःख गर्छु भन्ने मान्छेलाई भिडियोलाई हेर्नु भएपछि एउटा लाइक अनि कमेन्ट पनि गरिदिनु ल, अनि शेयर पनि गरिदिनु के धेरैसम्म पुगोस् हाम्रो नेपालको अवस्था के छ भनेर। सर म एउटा सानो पसलको मान्छेले मैले गाडी किन्न सक्छु ल भन्नु सर। मैले किने भन्नु भयो त मैले अरु मान्छेले किन्न सक्छ त कहिले सक्दैन सर। नकिन मान्छेले कामै नगर्ने हो देशमा हैन गर्ने तपाईहरु मान्छेले हो विदेश पठाउनु भएको छ। तपाईहरुले होला सानो व्यवसायिकहरु चाहिँ किन निरुत्साहित हुन्छ भन्ने कुरा थाहा भयो होला नि तपाईहरुलाई। यो भिडियो चाहिँ एउटा प्रतिनिधि पात्र मात्रै हो जस्तो लाग्छ सर। एउटा खसी काटेर 500,000 कमाइ हुन्छ, तपाईले मलाई 1000 को चिट काट्दिने, 500 को चिट काट्दिने, अनि मैले के गरे मेहनत गरे यो देशमा? तपाईले निर्देशन गरे होला नि त यो के कोसमा हैन। म भिडियो त बनाउँछु सर। म त 3 वर्ष 4 वर्ष कतारमा सर म तातो घाममा बसेर मैले पसिना गरेर आफू मैले देखेछु नि त अर्काको देशमा मेहनत, अनि यहाँ आएर नि तपाईले गर्दाखेरि म देख्दिन सर। भन्नु भयो सर, हामी मेहनत गर्ने मान्छे हो सर। ल भन्नु मैले मेहनत गर्ने मान्छे मैले कति रसिद काट्नु पर्छ, के नियम अनुसार त्यो पनि लेखिदिनु सर। यो प्रयोजन विपरीत भनेर है। ल प्रयोजन विपरीत ल तपाईलाई गर्ने हो। तपाईको यदि मैले हजुरले सुरुमै भनेछु हजुरको नाममा कृषि फर्म दर्ता छ। मेरो नाममा कृषि फर्म छ, जे कृषि अब छ र यो मैले मनोश्रेष्ठले साथी ट्रेडसँग किनेको मसँग कागज छ। हजुरलाई चाहिए म दिन्छु त्यो कागज सर। चिन्दैन के यसले चाहिँ चिनेन के। सुन्न मसँग कानुनी रूपमा चाहिँ मैले किनेको मसँग वकिलको कागज छ नि त सर। अब कति हो के अनुसार नियम अनुसार लेखिदिनु नि त, रसिद लेखिदिनु सर। अब तिर्नै हो गर्नै हो। यो भिडियो के रहेछ एकचोटि हेरौँ है पुरा साथीहरु। यो लुट्ने काम हो सर, त्यही हो सर, यो त्यही हो। यसको अर्थ के भनेपछि तपाई गर्दै हुनुहुन्छ अब चाहिँ यो कुरा चाहिँ नदोर्याउनु होला है भन्नको लागि चाहिँ हो सर। अवेरनेस गर्ने हो सर त्यो विषयमा। सानो कुरा मेरो ठुलै लाइसेन्स नभएको, महा बिलबुक नभएको, बिलबुक फेल भएको, मैले ओभर स्पिड चलाएको, मैले लाइट बिल बन्द गरेको, मैले गाडीको होल्डिङको फरक गरेको, मैले चाहिँ त्यसमा तपाईले डाइरेक्ट रसिद गर्ने हो। मैले मेरो दुःख गरेर मेहनत गरेर एउटा पसलको लागि चाहिँ मैले खसी कुखुरा कहीँबाट गाउँबाट किसानको फोटो हेर्नुहुन्छ, किसानसँग लिएर आएको सर मैले हैन। त्यो गरेर ल्याउँदाखेरि तपाईलाई मैले प्रयोजन विपरीत भनेर तपाईले त्यसरी रसिद काट्नुहुन्छ त, यही हो त सर। हैन तपाईको कृषि फर्मको नाममा दर्ता छ भने चाहिँ म चिन्छु सर। कृषि फर्मको नाममा भिडियोले हेर्नु भएपछि एउटा लाइक अनि कमेन्ट पनि गाडी किन्दैन के सर, अनि शेयर पनि गरिदिनु के धेरैसम्म गाडी सबैले किन्न सक्दैन के सर। अवस्था के छ गाउँले कुरा त हामी गर्दैनौँ नि है। ठिकै छ, कसैले पनि दर्ता गर्न सक्दैन के सर। एउटा जाब म तपाईलाई भन्दैन नि, कसैले दर्ता गर्न सक्दैन। नसक्ने भयो त तपाईलाई म भन्दैन त गर्न सक्दैन कसैले। सानो व्यवसायिकहरु चाहिँ किन निरुत्साहित हुन्छ भन्ने कुरा थाहा भयो होला नि तपाईहरुलाई। यो भिडियो चाहिँ एउटा प्रतिनिधि पात्र हो खाली गरेर तपाईले खाली गर भन्नु हो, त्यही त हो नि सर। यही काम गर्नु छोड्दिनु हैन सर, त्यस्तो कुरा नि होइन के सर। तपाईले फर्स्ट एड बनाउनु, तपाईहरु जस्तो मान्छेले फर्स्ट एड बनाउनु भयो त सर। हामीलाई ब्याचलर पास गरेर सर, ब्याचलर पास गरेर तपाईको विदेशमा गएर सर 1200 मा काम गरेर आएर होइन आफ्नै देशमा गर्नुपर्छ, दुःख गर्नुपर्छ भनेर आउँदाखेरि तपाईले मलाई हामीलाई हौसला दिने हो क्या सर। त्यही भएर भाइ तपाईले मेहनत गर्नु यस्तै हो, यस्तो है भाइ। तपाईले चाहिँ आफ्नो नाममा दर्ता गर्नुभएको छ, अब यसलाई यति पास गर भन्ने हो कि पैसा काट्ने, तै यहाँ आइज भन्ने, यसो गर भन्ने। कति रुपियाँ हुन्छ नि सर? प्रयोजन विपरीत जति आउँछ त्यति नै। कति आउँछ त नि सर? कति आउँछ त भन्नु न, कति आउँछ त्यति भनिदिनु न, कति आउँछ? त्यो त्यही लेखेको छ प्रयोजन विपरीत जति लेखेको त्यति। कहाँ लेखेको छ सर? कहाँ लेखेको छ सर? कहाँ लेखेको सर भन्नु त? ल हेर्नुहोस्, प्रयोजन विपरीत भनेर एउटा जब खसी एउटा लाभ लिएर आउँदाखेरि 2000 रुपियाँ जरिवाना चाहिँ यो भिडियो के रहेछ एकचोटि हेरौँ है पुरा साथीहरु। ल हेर्नुहोस्, अनि यो देशमा बाँच्नु हुन्छ सर? यो देशमा बाँच्नु हुन्छ? 2000 रुपियाँ तिरेर एउटा मासु पसलले काम गर्न सक्छ सर? 2000 रुपियाँ तिरेर? सर अन्तर्वार्ता होइन सर। 2000 रुपियाँ कमाउन मैले कति दुःख गर्नुपर्छ तपाईँलाई थाहा छ?
2000 रुपियाँ तिर्नु काम गरेर खान्छु भने 2000 रुपियाँ तिर्नलाई किसानको लागि अथवा नेपालमै गरेर खान्छु कमाउनु तपाईले कति तपाईँ कमाउनुहुन्छ तल महिनाको ठाउँ छैन सर 2000 रुपियाँ कमाउनु कति गाह्रो छ सर सर यही हो सर तपाईहरुले गर्नु खोज्नु भएको यही हो 2000 रुपियाँ